नमस्कार साथीहरू। आफ्नो जिम्मामा रहेको पशुपन्छीलाई कसैको घरमा अथवा सार्वजनिक स्थलमा छोड्नु अपराध हो। पशुपन्छीलाई मार्नु, उनीहरूको ज्यान लिनु पनि अपराध हो। पशुपन्छी प्रति निर्दयी व्यवहार गर्नु पनि अपराध हो। आज हामीले पशुपन्छीको अगेन्स्टमा, पशुपन्छीको विरुद्धमा के कस्ता अपराधहरू हुने गर्छन् र कसैले त्यस्तो अपराध गर्यो भने के कस्ता सजाय हुन्छ, यसै विषयमा चर्चा गरौँ। मुल्की अपराध संहिता 2074 को दफा 117 ले पशुपन्छीलाई छाडा छाड्न नहुने भनेर यसरी छाडाको कार्यलाई प्रतिबन्धित गरेको छ। कुनै व्यक्तिले आफ्नो जिम्मामा रहेको अथवा आफूले पालेको पशुपन्छीलाई कसैको घरमा, सार्वजनिक बाटोमा, सार्वजनिक स्थलमा छाडा छोड्नु भनेको अपराध हो। यस्तो आफ्नो पशुपन्छीलाई कसैको घरमा अथवा कसैको निजी क्षेत्रमा अथवा सार्वजनिक स्थलमा, बाटोमा छोड्यो भने त्यस्तो अपराध गर्ने वा गराउने व्यक्ति दुवैलाई के हुन्छ भने 3 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। यसको हदम्याद हेर्दाखेरि 6 महिना रहेको छ। यस्तो काम कारवाही भएको मितिले 6 महिनाभित्र नै सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने हुन्छ। यसको अलावा मुल्की अपराध संहिता 2074 को दफा 190 मा के हुन्छ भने पशुपन्छी प्रति निर्दयी व्यवहार गर्नु हुँदैन। यदि कसैले निर्दयी व्यवहार गर्छ भने त्यो पनि अपराध नै मानिन्छ। कसैले कुनै पशुपन्छीलाई सार्वजनिक स्थलमा वा अन्य कुनै ठाउँमा निर्दयी व्यवहार गर्यो, कुटपिट गर्यो, यातना दियो भने त्यस्तो कार्य के हुन्छ भने अपराध मानिन्छ र त्यस्तो अपराध गर्ने व्यक्तिलाई 1 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ। त्यसैगरी मुल्की अपराध संहिता 2074 को दफा 289 मा गाईलाई यातना दिनु, गाईलाई अङ्गभङ्ग हुने गरी कुटपिट गर्नु, गाईलाई मार्नु के हुन्छ भने अपराध हुन्छ। कुनै व्यक्तिले जानी जानी कुनै गाईलाई कुटपिट गर्यो, यातना दियो र कुटपिट गर्दाखेरि त्यसै कारणले यदि ज्यान गएको छ, गाई मरेको छ भने त्यस्तो मरेको अवस्थामा मार्ने व्यक्तिलाई, त्यस्तो कसुर गर्ने, त्यस्तो अपराध गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद हुन्छ। त्यसैगरी यदि गाईको अङ्गभङ्ग भएको छ भने त्यस्तो अवस्थामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई 6 महिनासम्म कैद हुन्छ। यसको हदम्याद हेर्दाखेरि त्यस्तो काम कारवाही भएको मितिले 3 महिनाभित्र नै सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने हुन्छ। के तपाईँले त्यस्तो पशुपन्छीको विरुद्धमा अपराध भइरहेको देख्नु भएको छ? यदि छ भने सम्बन्धित निकायमा उजुरी गर्नुहोला। तपाईँको कुनै आफ्नो प्रश्न छ, तपाईँको कुनै जिज्ञासा छ भने हामीलाई लेख्नुहोला। धन्यवाद।